नमस्ते। आज हामी जेम्स क्लियरको चर्चित किताब एटोमिक ह्याबिट्स बारे अलि गहिरिएर कुरा गर्दैछौँ। यो किताबले कसरी एकदमै सानो, लगभग नदेखिने बानीले पनि जीवनमा ठूलो, साँच्चै ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने देखाउँछ। अनि यसको जरा क्लियरकै जीवनको एउटा घटनामा छ। कथा सुरु हुन्छ हाई स्कुलबाट। बेसबल खेल्दै गर्दा एउटा ब्याटले क्लियरको अनुहारमा नराम्रोसँग लाग्यो। एकदमै नराम्रोसँग। चोट कति गम्भीर थियो भने उनी कोमामा पुगे। हो, अनुहारको हड्डीहरू भाँचिए, आँखाको ज्योति पनि केही समय गुमियो, अनि महिनौसम्म त सामान्य हिँडुल गर्न पनि गाह्रो भयो। त्यो दुर्घटना खै जति दुःखद थियो उति नै महत्त्वपूर्ण सिकाइ बन्यो क्या। क्लियरले त्यति बेला महसुस गरे जीवनमा ठूलो फड्को मार्न खोज्नुभन्दा नि सानो सानो तर निरन्तर गरिने सुधारले कति ठूलो असर पार्छ भनेर। सुरुमा त खासै केही होइन जस्तो लाग्छ, होइन? तर निरन्तरताले नै शक्तिशाली नतिजा दिन्छ। अब यही नै हो एटोमिक ह्याबिट्सको मूल मर्म हो नि। अनि उनले यो कुरा कलेजमा लागू गरे, डेनिसन विश्वविद्यालयमा। एकदमै साधारण बानीहरू अपनाए। कस्ता बानी? जस्तै हरेक रात अलि चाँडै सुत्ने, आफ्नो कोठा सफा राख्ने, अनि नियमित जिम जाने। यस्तै सानो सानो कुरा। तर यी सानो कदमले उनलाई त्यो जीवनमा फेरि नियन्त्रण छ भन्ने महसुस गरायो। आत्मविश्वास पनि फर्कियो। अनि हेर्नुस् न, ती साना साना पाइलाहरू थपिँदै जाँदा नतिजा कस्तो आयो? उनी कलेजको टप एथलिट बने। हो, अनि ESPN एकाडेमिक अल अमेरिका टिममा पनि परे। हो, यो भनेको सानो बानीको कम्पाउन्डिङ इफेक्ट भन्छ नि, चक्रवृद्धि प्रभाव। त्यसको एकदम राम्रो उदाहरण हो। जस्तो थोरै पैसामा ब्याज थपिँदै गएर ठूलो हुन्छ नि, त्यस्तै हरेक दिन गरिने त्यो 1% सुधारले वर्षको अन्त्यमा तपाईलाई 37 गुणासम्म राम्रो बनाउन सक्छ। यो गणितीय हिसाबले नि कति शक्तिशाली छ। यो 1% सुधारको कुरा त साँच्चै रोचक छ। धेरैले त एकैचोटि ठूलो परिवर्तन खोज्छन् नि, होइन? तर क्लियर भन्छन् हरेक दिन केवल 1% राम्रो हुने, त्यो त खासै महसुस पनि हुँदैन होला। हुँदैन, तर वर्षको अन्त्यमा हेर्दा ठूलो फरक परिसकेको हुन्छ। यो सानो प्रयासको शक्ति हो। यस, यसको राम्रो उदाहरण त्यो ब्रिटिस साइक्लिङ टिमको पनि छ, होइन? छ, एकदमै सान्दर्भिक उदाहरण। 2003 सम्म उनीहरूको हालत सामान्य थियो, खासै केही थिएन। अनि आए प्रशिक्षक डेभ ब्रेल्सफोर्ड। उनले एग्रिगेसन अफ मार्जिनल गेन्स भन्ने सिद्धान्त अपनाए। मतलब हरेक सानो भन्दा सानो कुरामा 1% सुधार खोज्ने। कस्तो सानो कुरामा? सबै कुरामा। बाइकको सिट कस्तो छ, टायरको ग्रिप, खेलाडीले लगाउने लुगा, मसाज गर्ने तेल, हात धुने तरिका कस्तो हुनुपर्छ, सुत्ने सिरानी कस्तो। सिरानी पनि? हो, सिरानी र तन्नासम्म। यस्ता सयौं सासाना सुधारहरू जोडेर त्यो टिम कहाँबाट कहाँ पुग्यो। टुर डे फ्रान्स जित्यो, ओलम्पिकमा स्वर्ण जित्यो। अचम्म। किताबले अर्को एउटा महत्त्वपूर्ण कुरा पनि भन्छ, लक्ष्य, गोल्स र प्रणाली, सिस्टम्स बीचको फरक। हो, यो एकदमै महत्त्वपूर्ण छ। लक्ष्य भनेको नतिजा भयो, हामी के चाहन्छौँ। प्रणाली भनेको त्यो नतिजासम्म पुग्ने प्रक्रिया भयो। अनि क्लियर भन्छन् प्रणालीमा ध्यान दिनुपर्छ। किनभने लक्ष्यमा मात्रै ध्यान दिँदा केही समस्या हुन्छ क्या। पहिलो त सफल हुने र असफल हुने, दुवैको लक्ष्य त उस्तै हुन सक्छ नि, होइन? सबैलाई जित्नु छ। हो त। दोस्रो, लक्ष्य पाउनु भनेको त त्यो एकछिनको लागि मात्र हो, क्षणिक हुन्छ। त्यसपछि के गर्ने? तेस्रो, यसले खुसीलाई पनि भविष्यमा धकेल्छ। जब म यो पाउँछु तब खुसी हुन्छु भन्ने जस्तो। महान कोच बिल वाल्सले भने जस्तै स्कोर आफै ख्याल राख्छ। मतलब तपाईको प्रणाली, तपाईको प्रक्रिया सही छ भने नतिजा त आइहाल्छ नि। तर लक्ष्य नै भएन भने त कता जाने भन्ने नै थाहा हुँदैन नि। प्रणाली मात्रै कसै बनाउने? राम्रो प्रश्न। लक्ष्यले दिशा त दिन्छ, त्यो सही हो। तर लक्ष्य तय गरिसकेपछि हाम्रो ध्यान चाहिँ त्यो लक्ष्य पाउने दैनिक प्रक्रियामा, त्यो प्रणालीमा हुनुपर्छ। मतलब लक्ष्य दिशा हो, प्रणाली चाहिँ त्यो बाटो हिँड्ने तरिका। ठ्याक्कै, बाटो हिँड्नमा ध्यान दिनु पर्यो, पर गन्तव्य मात्र हेरेर भएन। अनि अर्को शक्तिशाली विचार छ बानी र पहिचान बीचको सम्बन्ध। क्लियरले व्यवहार परिवर्तनका 3 तह बताएका छन्, परिणाम, प्रक्रिया र पहिचान। हो, यो त झन् गहिरो कुरा हो। स्थायी परिवर्तन चाहिने हो भने सबैभन्दा भित्री तहमा, मतलब पहिचानमा काम गर्नुपर्छ। कसरी?
धेरैजसो मान्छे के सोच्छन् भने मलाई यो नतिजा चाहियो जस्तै तौल घटाउनु वा म यो प्रक्रिया गर्छु जस्तै जिम जान्छु। तर बानी दिगो तब हुन्छ जब तपाईँ आफ्नो पहिचानै बदल्नुहुन्छ। लक्ष्य माराथन दौडिनु मात्र होइन, म एक धावक हुँ भन्ने पहिचान बनाउनु हो। ए किताब पढ्नु मात्र होइन, म पाठक हुँ भन्ने विश्वास जगाउनु हो। बिल्कुल, तपाईँले गर्ने हरेक काम, हरेक बानी तपाईँ कस्तो बन्न चाहनुहुन्छ भन्ने कुराको लागि एक भोट जस्तै हो। भोट कसरी? जब तपाईँ हरेक दिन लेख्नुहुन्छ, तपाईँ म लेखक हुँ भन्ने पहिचानलाई भोट दिइरहनु भएको छ। जब हरेक दिन कसरत गर्नुहुन्छ, तपाईँ म स्वस्थ मान्छे हुँ भन्ने पहिचानलाई बलियो बनाउँदै हुनुहुन्छ। ए मतलब हाम्रो व्यवहारले नै हाम्रो पहिचान बनाउँछ वा प्रमाणित गर्छ। ठ्याक्कै, व्यवहार हाम्रो पहिचानको प्रमाण बन्छ। त्यसो भए जेम्स क्लियरको मुख्य सन्देश के भयो भने ठूलो उपलब्धि हासिल गर्न ठूलै फड्को मार्नु पर्दैन, बरु सानो, एकदम सानो अणु जस्तो एटोमिक बानीलाई निरन्तरता दिनु महत्त्वपूर्ण छ। यही 1% सुधारहरू मिलेर बलियो प्रणाली बन्छन् र अन्ततः हामीलाई आफूले चाहेको जस्तो व्यक्ति बन्न मद्दत गर्छन्। हो, अब यो छलफलको अन्त्यमा श्रोताहरूले यो सोच्न सक्नुहुन्छ कि आफ्नो क्षमता बढाउन वा आफूले चाहेको त्यो पहिचान बनाउन आजैदेखि सुरु गर्न सकिने सबैभन्दा सानो तर निरन्तर गर्न सकिने बानी कुन होला? सानो तर निरन्तर गर्न सकिने? हो, याद राखौं, यात्रा सानो कदमबाटै सुरु हुन्छ, तर निरन्तरताले असम्भव जस्तो लाग्ने नतिजा पनि दिन सक्छ। प्रणालीमा ध्यान देऊ अनि त्यो प्रक्रियामा रमाऊ।